गाइस, सबैलाई जय मसिह नमस्ते। आई होप सबैजना सन्चै हुनुहुन्छ। म पनि एकदमै सन्चै अनि आरामै छु। अनि यो चाहिँ मेरो युट्युब च्यानलको फर्स्ट भ्लग हो। आशा छ सबैजनाले मेरो यो भ्लगलाई माया गरिदिनु हुनेछ। त्यसको लागि चाहिँ तपाईले फेरि यो भिडियोलाई फुल वाच गरिदिनु होला। अनि आजको यो भ्लगलाई सुरु गर्नुभन्दा पहिले म सबैभन्दा पहिले चाहिँ मेरो परिचय म तपाईलाई दिनेछु। किनभने यो मेरो युट्युब च्यानलमा फर्स्ट भ्लग भएको कारणले गर्दाखेरि कसैले पनि मलाई चिन्नुहुन्न। मेरो नाम चाहिँ सुमित्रा हो। म एउटा हाउसवाइफ हो अनि मेरो चाहिँ सानो नानी एउटा नानी पनि छ, 3 वर्षको नानी। अनि म एक क्रिस्चियन हो र म एउटा मिडल क्लास फ्यामिलीबाट बिलोङ गर्छु र मैले येशू ख्रीष्टलाई मुक्तिदाताको रूपमा ग्रहण गरेको चाहिँ लगभग भयो होला 11-12 वर्ष जति हुन लागिसक्यो। अनि मेरो सबै फ्यामिली पनि क्रिस्चियन नै हुनुहुन्छ। मेरो घर चाहिँ नेपाल हो। अहिले चाहिँ म हाल इन्डियामा बसिराखेको छु। म इन्डियामा आएको चाहिँ खासै भएको छैन, त्यति धेरै समय भएको छैन। लगभग 1 महिना जति भयो होला। तर मेरो श्रीमान चाहिँ विगत 4 वर्षदेखि यहीँ बसेर काम गरिराख्नु भएको छ। अनि अबदेखि म पनि यतैतिर बस्नेछु। मलाई भ्लगिङ गर्न चाहिँ धेरै मनपर्छ। अनि मैले धेरै पहिलेदेखि सोचिराखेको थिएँ युट्युब च्यानल एउटा खोलेर म भ्लगहरू बनाउँछु भनेर। तर मलाई कसरी गर्ने, के गर्ने, केही आइडिया नभएको कारणले गर्दाखेरि अहिलेसम्म मैले सुरु गरेको थिएन। अनि मैले फेसबुकमा पनि मिनी भ्लगहरू हालिराखेको हुन्छु। मेरो फेसबुक आइडी चाहिँ सुमित्रा भ्लग्सबाट नै छ। तपाईहरूले सपोर्ट गरिदिनु होला त्यहाँ गएर पनि। अनि आजदेखि चाहिँ मेरो युट्युब च्यानलमा पनि भ्लगहरू, डेली भ्लगहरू आउनेछ। आशा छ सबैजनाले मेरो भ्लगलाई माया गरिदिनु हुनेछ। अब आजको भ्लग चाहिँ हामी यतिकै अन्त्य गर्नेछौँ र हामी फेरि भेट्नेछौँ अर्को नयाँ भ्लगमा। र सबैजनाले मेरो भिडियोलाई हेरेर लाइक, कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सिदिनु होला। जय मसिह, बाई।